लमजुङको टाग्रिङ गाउँमा एउटा स्कुल छ। मैले त्यहाँ काम सुरु गरेको लगभग 3 महिना जति भएको थियो। हरेक 3-3 महिनामा हाम्रो म्यानेजर काठमाडौँबाट आउँथे र हामीलाई टिचर ट्रेनिङ दिने गर्थे। यसपालिको ट्रेनिङ चाहिँ स्कुलमै राखिएको थियो। मसँगै अरू 3 जना साथीहरू पनि हामी सँगै काम गर्थ्यौँ। यो कुरा जेठ महिनाको हो। हामीलाई ट्रेनिङ दिन भनेर स्कुलमै व्यवस्था मिलाइएको थियो। कहिलेकाहीँ ढिलासम्म बस्नुपर्ने भएकोले घर फर्किन ढिला हुन्थ्यो। म आज तपाईँहरूलाई मसँग घटेको एउटा घटनाबारे सुनाउँदैछु। तपाईँलाई कस्तो लाग्छ कमेन्टमा लेख्न नबिर्सिनुहोला। अनि यस्तै कथा मनपर्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन पनि थिचिदिनुहोला। ट्रेनिङ सकेर सबै साथीहरू कोठातिर लागे। लगभग 7 बजिसकेको थियो। म बस्ने डेरा अलिक टाढा थियो, पहाडको बाटो। लगभग 45 मिनट जति लाग्थ्यो। साथीहरूले आज हाम्रोमै बस, भोलि बिहानै ट्रेनिङ छ, किन जानु भनेर भने। तर मलाई परीक्षा प्रश्न बनाउनु पर्ने भएकोले होस् म डेरा नै जान्छु भनेर हिँडेँ। पहाडको बाटो अलिक भिरालो नै थियो। म मोबाइलमा गाना सुन्दै बिस्तारै तल झर्दै थिएँ। राति चाहिँ पहाडको बाटो साँच्चै नै डरलाग्दो हुँदो रहेछ। लगभग 15देखि 20 मिनट हिँडेपछि एउटा मन्दिर आउँछ। मन्दिर भन्दा पनि गाउँलेहरूले त्यसलाई थान भनेर चिन्ने गर्थे, जहाँ बोका कुखुराको बलि दिने चलन थियो। एक्कासी पछाडिबाट बाबु राति हिँडेर किन यता आएको भनेर एकजना बाबेको आवाज सुनियो। मैले फर्केर हेर्दा ती बाबे मन्दिरको ढोकामा बसेर मलाई टुलु टुलु हेरिरहेका थिए। यत्तिका राति भइसक्यो? होइन, आज त्यस्तै भयो बुवा भनेर म आफ्नो बाटो लागेँ। भोलिपल्ट पनि बिहानै ट्रेनिङमा पुग्नुपर्ने भएकोले हतार हतार बाटो लागेँ। त्यो दिन पनि बेलुकी ढिला भयो। करिब उही मन्दिरको छेउ पुग्दा फेरि तिनै बाबैलाई देखेँ। आज केही बोल्नु भएन ती बाबै। म पनि चुपचाप लागेर आफ्नो बाटो लागेँ। पर्सिपल्ट स्कुलको स्टाफ हलमा गफ गर्ने क्रममा मैले त्यहाँको एकजना सरलाई सोधेँ, सर, ती मन्दिरको छेउमा बस्ने बाबै को हुन्? हिजो अस्ति मैले राति घर फर्किँदा देखेँ, को हुन् तिनी? हेत्तेरी, सरले भने, ती बाबै होइनन् सर। तपाईँभन्दा अगाडि धेरैले त्यही कुरा गरेका छन्। तपाईँलाई पनि परेछ। किन, के हो र सर त्यस्तो? ती बाबै कर्मबहादुर हुन्। आजभन्दा 3-4 वर्ष अघि असार महिनामा बोका चढाउँछु भनेर त्यही थान मन्दिरमा गएका थिए। बाटोमा भिरबाट चिप्लेर मरेका थिए। आजसम्म उनको आत्माले शान्ति पाएको छैन अरे। बाटो हिँड्नेहरूलाई त्यसरी नै तर्साउँछन्। तपाईँ पनि पर्नु भएछ। त्यसैले बरु त्यो बाटो राति नहिँड्नु है सर भनेर मलाई भन्नुभयो। त्यसपछि म सिरिङ्ग भएँ। त्यो रात म आफ्नो डेरामा थिएँ। लगभग राति 10:30 बजेको थियो। पहाडतिर त बत्ती पनि खासै हुँदैन। राति चकमन्न नै हुन्छ। म बरान्डामा बसेर एउटा चुरोट सल्काउनु पर्यो भनेर बाहिर निस्किएँ। त्यो मन्दिर भएको भङ्ज्याङ मेरो डेराबाट प्रष्ट देखिन्थ्यो। त्यो रात मन्दिरमा केही बलेको जस्तो लाग्यो मलाई। मैले वास्ता गरिनँ। भोलिपल्ट स्कुल जान पनि त्यही बाटो हिँड्नु पर्थ्यो। मन्दिर अगाडि दाउराहरू बलेर खरानी भएको देखेँ। राति कसले दाउरा बालेर गयो त मन्दिरमा भनेर सोच्दै स्कुल पुगेँ। साँझ घर फर्किने बेला फेरि मन्दिरमा एक बोका कसैले बाँधेर राखेको देखेँ। कसले बोका बाँधेर गयो होला भनेर वरिपरि हेरेँ, कसैलाई देखिनँ। मलाई यस्तो घटनाले आखिर के भएको रहेछ भनेर एकदमै कौतूहलता भयो। पछि थाहा पाएँ मेरै क्लासको समीरको बुवा रहेछन् ती बाबै। समीरको घर गएँ। मैले सबै कुरा उसकी आमालाई सुनाएँ। आमाले मलाई त्यो दिन बाबु बिहानै बोका चढाउन भनेर थान मन्दिरतिर जाँदा चिप्लिएर मरेको सुनाउनु भयो। मलाई कता कता लाग्यो ती बुबाको आत्माले शान्ति पाएको छैन। मैले भने, बरु एउटा बोका चढाउने हो कि? तपाईँको बुवाको आत्माले शान्ति पाएको छैन जस्तो लाग्छ मलाई। सबैको सल्लाहमा हामीले एउटा बोका चढायौँ। त्यो दिन राति आफ्नै कोठामा बसेर यी सबै घटनाहरू लेख्नु पर्यो भनेर कपी र कलम निकालेँ। त्यति बेला बाहिर बोका कराए जस्तो लाग्यो। कसको बोका होला, कसको बोका फुस्कियो होला भनेर बाहिर हेर्दा केही पनि थिएन। मोबाइलको टर्च बालेर हेर्दा पर एकजना बुढा बाबै जाँदै थिए। मलाई यो घटना आज पनि झलझली याद छ। त्यो दिन राति सायद ती बुढा बाबै मलाई धन्यवाद भन्न आएको जस्तो लाग्छ। उनको आत्माले शान्ति पायो होला भन्ने म आशा गर्दछु। अनि त्यो दिनपछि मैले रातिको बाटो पनि हिँडेँ, तर त्यो बुढा बाबालाई मैले कहिल्यै देखिनँ।
यस्तै यस्तै कथा सुन्नलाई हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। अब अर्को कथा नआउन्जेल शुभरात्रि।